के भयो भोक लाग्यो के गरेको तिमी चाहिँ ए साग पनि कस्तो राम्रो भएको रहेछ आलु चुच्चु म त मुनुलाई भोक लाग्यो अरे सुषमा आइ भन भर्खर नआएर आएको न्यू ब्लगर आयो लसुन यस्तो भएछ यो मुला यस्तो भएछ साग चाहिँ कस्तो राम्रो अह कहाँ ल्याइदिन्छ दामी भएछ हौ साग आलु पनि त्यत्रो भइसकेछ यसरी चाहिँ भन्छ ओइ उतैले के हेरिराखेको हेर न राम्रो अहिलेदेखि होइन त्यहाँ बसेको हेर न यहाँनिर जे पाए त्यही नबोल न आम्म सुपारी हेर कस्तो दामी देखेको कस्तो राम्रो भ्यू भ्यू त कस्तो दामी उयो कस्तो दामी देख्दो रहेछ हौ त्यो त क्या राम्रो देख्छ त कस्तो दामी देखेको हौ सुपारीको बोट यो चाहिँ विष्णु भाउजूको घर हो नाइस सुपारी पनि फलेको रहेछ है टन्नै सुपारी फलेको रहेछ पर नरिवल पनि फलेको छ है देख्नु भएको छ नरिवल यो चाहिँ नरिवल है यो नरिवल हो दामी छ के ल्याएको सुदिन पानी ल्याएको रुपी चाहिँ रामाले तल कति छिटो नुहाइदिएको को रुपी चाहिँ किन रुपी भनेको सान्सु हेलो भनिदेऊ सान्सु ओपो मम्मीकोमा हेलो भनिदेऊ हेलो भन नुहाइसकेको बिहान बिहानै भन् छिटो खै हेलो भनेको ओपो अब क्यामेरा मार्नु त लु खै त हेलो हेलो अलिक ओराव न अलिक ओराव त गयो होइन साथी अनि कति केजी रहेछ त अङ्कल कामै सुन्नुहुन्न रहेछ त्यो के सुँगुरको टाउको छ के हुन्छ त देखाउँदा पछि हेर्नुको लागि कहाँ जानुभएछ हाम्रो बडाको जोखिसकेको हो त यो अलिक मजाले काट्यो के हुन्छ त देखाउँदा पछि हेर्नुको लागि कहाँ जानुभएछ हाम्रो बडाको जसले मासु खाँदैन हल्ला गर्दैछ एकैछिनमा
त्यसलाई दुईटा होइन मलाई चाहिँ गरिदिनु नि तपाईँको यहाँ छुट्टा छ यी कति फर्स्टमै खुट्टा खुट्टा पनि ए, बाल्टीमा भरेर खुट्टा लैजाऊ न एक केजी पानी भनेको 1 केजी पछि मात्रै दिन्छु अनि म त एक बाल्टी पानी भरेर लैजाऊ मलाई मासु चाहिँ गराइदिनु नि सबै यो क्यान्सल भयो राम्रो मासु दिनु है हजुरआमालाई यहाँ भयो न ल यहाँ 1 किलो भयो है कस्तो राम्रो फुलेको क्या दामी फुलेको अँ। कस्तो छ पढा बडा राम्रो छ सन्चै हुनुहुन्छ सन्चै नानी एकैछिनमा पढा बडी पनि सन्चै हुनुहुन्छ सन्चै अहिलेसम्म चाहिँ सन्चै भन्नु पर्यो अँ, सन्चै हुनुपर्छ त्यसमा यिनीहरूले पैसा तुलेर आइगए कति पैसा दिए केटाहरू यिनीहरू अस्ति कहाँ गएको थियो यिनीहरूलाई त्यहाँ दाउरा हाल्नु भनेर ए तगडा छन् हेयर स्टाइल त खतरा रहेछ हौ भाइ ल ल ल त्यो भाउजूले नखाने अरे कि अलि रातो लगाइदिउँ रातो बडा लु बाबाले भने जस्तै अब कति सुषमालाई ओ हाम्रो ठुलो छोराले ल्याएको लेखेन गरेर लेखेन ए आज डुल्नु पनि गए भरे बेलुका त खान्थे होला नि खान्थे होला ओ, यहाँ टक्कसँग सुँगुरको भुटान बन्दैछ बेचेर होला त टक्कसँगले अब भुटान खै तब जङ्गलमा आएँ भन्ने देखाउनु के अरे जङ्गलमा आएँ भन्ने जङ्गलमा छोड्नु बाजे छोड्नु भन्दा हँ? ए त्यो बाजे हो त ऊ त्यो लगभग सक्यो है अब चाहिँ अलिअलि छ काकालाई जोडेको छैन अब 1 किलोको कस्तो बन्ने मासु पुऱ्याउनु जाने अब बडीको मात्रै नि मासु चाहिँ यति घरको लागि चाहिँ यति है साथीहरू साथीहरू यहाँ मासु खोज्नु किन झोला सारे नानी ल्याऊ यो कहिले हालेको जिप्सन दामी देखेछ त हौ वाउ राम्रो देखेछ हौ छ नि सुतेको कस्तो राम्रो आएको ओए डढाको सडाको खिच्ने अन्त हो अरू फरेको चाहिँ नखिच्ने कि नगर न त्यो के अरे उयो अनि मासुहरू ट्याक्क यस्तो गरेको देखाउने ट्याक्क ट्याक्क त्यो जान्छ भन्दै आज मासु पनि काटेर सक्यो अब चाहिँ म घर लाग्नु आँटेको अघिको एक लट पाएको अब दोस्रो लट हो आउनुहोस् है गाईहरू साथीहरू मासु खानु आगोमा बनाएको मासु नै